नमस्ते सबैजनालाई मेरो यो युट्युब च्यानलमा स्वागत छ। म आज तपाईहरुमा चाहिँ एउटा इन्फर्मेटिभ भिडियो सूचनामूलक भिडियो लिएर आएको छु। सन्देशमूलक भिडियो छ, हेरेर साथ दिनु होला अन्तिमसम्म, किनकि अन्तिमसम्म हेर्नुहुन्न भने तपाईले बुझ्न सक्नुहुने छैन। किनकि मलाई चाहिँ डलर आएको छ कि अमेरिकाबाट अथवा अमेरिकाको एकजना सैन्य महिलाले चाहिँ गर्लफ्रेन्ड भनौं न, त्यसले चाहिँ मलाई सिरियाको साइरिया डोमेस्टिकबाट चाहिँ $1.7 मिलियन पठाइदिन्छु भनेको छ। त्यो पठाइदियो कि पठाइदिएन त्यो चाहिँ तपाईहरुमा प्रस्तुत गर्नेछु। अन्तिमसम्म जसरी पनि हेर्दिनु होला। म चाहिँ अब तपाईहरुलाई यो मेरो मोबाइलको स्क्रिनमा लानेछु है, मोबाइलको स्क्रिनमा लानेछु। मेरो फेसबुकमा चाहिँ गएको थियो, रिक्वेस्ट आएको थियो, एरिना एल्बा भन्ने, त्यस एउटा चाहिँ बाई एजी एमगेजी भन्ने के थियो, यो नाम पनि अप्ठ्यारो खालको। मैले एक्सेप्ट गर्न चाहिँ हैन, त्यसपछि मेसेज आयो मलाई हैन, एक्सेप्ट गरिसकेपछि मेसेज पठाए हैन, मेसेन्जरमा मेसेज पठाए उनले चाहिँ हैन देखाउँदै थियो तपाईहरुले सुरुदेखि। अनि त्यसपछि नाइस टु मिट यु अनलाइन, आई एम फ्रम the United States of America and which country are you from भन्छ। अनि मैले जवाब चाहिँ दिएन, अनि त्यति छिटो चाहिँ जवाब दिएको थिएन। अनि माई डियर वेयर आर यु साइलेन्ट अन मी भन्छ। किन मैले फेरि सरी जस्ट आई एम बिजी सो आई एम फ्रम नेपाल भन्छ, म नेपालबाट भनेर भने। यति भनिसकेपछि कुराकानी सुरु भयो। मलाई चाहिँ इङ्ग्लिस त्यति धेरै पनि नआउने, हल्का हल्का मात्रै बुझ्थे, लेख्न पनि त्यति धेरै नआउने। अनि बोल्ने क्रममा चाहिँ बोल्दै थिए, उले चाहिँ म चाहिँ त्यहाँको अमेरिकन आर्मी हो, सोल्डर भन्यो, म सोल्डर हो। म चाहिँ अहिले सिरियामा अपरेसनमा छु, स्टिन अपरेसनमा चाहिँ सिरियामा कार्यरत छु भनेर भन्दै थियो। अनि मैले हो भनेर भने। अनि त्यसपछि उले सोध्यो कि आई एम अ सिंगल गर्ल विथ यु बोयफ्रेन्ड भन्छ, एन्ड आई एम आरफन वाट अबाउट यु म्यारिड यु सिंगल भन्छ, अर सिंगल भन्छ कि आर्य चाहिँ तिमी चाहिँ अब सिंगल हो कि म्यारिड हो भनेर भन्छ हैन। अनि त्यसपछि मैले जवाब दिएन के केही समयसम्म जवाब दिएन। उसले फोटो पनि पठाइदियो मलाई हैन। ऊ चाहिँ साइरियामा बस्छ, ड्यामस्कस साइरिया भन्ने छ कि मिलिट्री क्याम्प भनेर भनेको छ। अनि त्यसपछि कति वर्ष भयो भन्दियो, अनि मैले आफ्नो उमेरहरु पनि भनिदिएँ भन्न चाहिँ। अनि त्यसपछि उले चाहिँ पछि के कुरा गर्दै गयो भनेपछि म चाहिँ साइरियामा छु। अनि त्यहाँ चाहिँ सिरियाको अपरेसनमा चाहिँ हामीले धेरै ठुलो पैसा डलर बरामद गर्यौं। बरामद गरिसकेपछि त्यो चाहिँ अब बाँडीमा हामीले हैन, यो चाहिँ अब अवैध हो हैन, त्यहाँ कालो धन हो। कालो धन चाहिँ अब बाँडीमा हामीले बाँडिसकेपछि एउटाको भागमा चाहिँ $1.7 मिलियन चाहिँ परेको छ। त्यो पैसा म अब चाहिँ म कता हाल्ने हैन, तपाईको देशमा पठाउँछु, तपाईले मलाई सहयोग गर्नु पर्यो। त्यसपछि म तपाईको देशमा घुम्न आउँदाखेरि मलाई त्यो फिर्ता दिनुपर्छ। त्यसको 33% चाहिँ अब 30% तपाईलाई दिन्छु, त्यसपछि अरु चाहिँ मलाई फिर्ता दिनुपर्छ भनेर भन्छ हैन। त्यसपछि अब ठिकै छ त भनेर मैले भने, बिना शर्त चाहिँ तपाईले पठाउन सक्नुहुन्छ भने चाहिँ ठिकै छ, म रिसिभ गर्दिउँला नि भनेर चाहिँ त्यतिसम्म भने मैले है। त्यतिसम्म भनिसकेपछि उले चाहिँ आफ्नो आइडी कार्डहरु पनि पठाइदियो के, यहाँनिर देखाएको छ आइडी कार्ड चाहिँ युनाइटेड स्टेट्स अफ अमेरिका भनेर भनेको छ। अब चाहिँ फोटोहरु पनि मिलिट्रीको फोटोहरु पनि छ के, अनि पठायो। त्यसपछि कुराकानी भयो। भइसकेपछि चाहिँ म तपाईलाई बुझाउन चाहन्छु कि म यहाँ कमाएको सबै पैसा किन पठाउन चाहन्छु र लगानीको लागि म चाँडै तपाईको देश भ्रमण गर्न चाहन्छु, किनभने हाम्रो सैन्य अड्डामा हालै गरिएको अपरेसनको कारणले गर्दा हामीले हाम्रो अन्तिम अपरेसनको समयमा चाहिँ सिरिया क्याम्पबाट यहाँबाट पैसा प्राप्त गर्यौं। मैले र मेरो सहकर्मीहरूले हामी बीच पैसा बाँड्ने निर्णय गरे र मेरो हिस्सामा रकम
$1.7 मिलियन थियो भन्छ है। अनि पैसाको फोटोहरू पनि पठाइदिन्छ हेर्नुहोस् है, यहाँनिर बाँडेको यो पैसाको फोटो पुरा एक बक्स छ। त्यसपछि पुरा मिलिट्रीहरूले बाँडेको फोटो भनेको होइन। ठिक छ, तपाईँ साँच्चीकै नेपालमा लगानी गर्न चाहनुहुन्छ भने बिना शर्त पैसा पठाउनु पर्छ, जुन म यहाँका दुखी गरिबहरूलाई तपाईँको नामबाट बाँडिदिन्छु जसले गर्दा तपाईँको नाम उच्च रहनेछ भनेर भने मैले। फेरि अनि ठुलो लगानीको लागि चाहिँ नेपाल सरकारसँग सम्झौता गर्नुपर्छ भनेर भने मैले। अनि उसले चाहिँ अब यो कालो धन हो, त्यो चाहिँ मिल्दैन, बरु चाहिँ तपाईँलाई पठाइदिन्छु भनेर भने। सिरियामा संयुक्त राष्ट्रसङ्घको नीतिका कारण सिरियामाबाट केही सेनाहरू सार्ने योजना छ, त्यसैले म चाँडै नै बाहिर सर्ने सैनिकहरूमध्ये एक हुनेछु। म यो पैसा संयुक्त राज्य अमेरिका लैजान सक्दिनँ, किनभने म एक सैन्य कर्मचारी हुँ। तिनीहरूले मलाई यति धेरै रकम लिएर कुनै पनि देशमा यात्रा गर्न अनुमति दिने छैनन् भन्छ। त्यसपछि त्यसो भए अब पठाउनुहोस् न त के भएर भनेर भने। अनि उसले चाहिँ फेरि अब तपाईँ एक असल साथी हो भनेर के भन्दै थियो कि, अनि थुप्रो कुराकानी भयो। यहाँ सबै कुरा पढेर सुनाउन त अलिकति गाह्रै हुन्छ। तपाईँको ठेगाना दिनुहोस्, ठेगाना मात्रै भए पुग्छ भनेर भने। मैले त्यसपछि मैले आफ्नो ठेगाना दिएँ। ठेगाना दिइसकेपछि चाहिँ नम्बर अनि नामसामको ठेगानाहरू दिएँ। अनि त्यसपछि इमेल पनि चाहियो भन्दै थियो, इमेल मैले चाहिँ फेक बनाएर पठाइदिएँ। उसले पैसा पठाएको अब फोटोहरू पठाइदियो कि मलाई, सुर्केसमा प्याक गरेको छ यहाँनिर। त्यसपछि यहाँनिर चाहिँ एउटा अर्बिट ग्लोबल एक्सप्रेस भन्ने रहेछ। अनि त्यहाँमा चाहिँ मेरो नामहरू, मेरो नम्बरहरू पुरै राखेको छ कि। अनि नेपाल ठेगानाहरू नेपाल भनेर राखिदिएको छ यहाँनिर, पुरै राखेर चाहिँ मलाई पठाइदियो। म चाहिँ अब कुरियर गरिदिइसकेँ है भनेर भनेछ मलाई है। कुरियर गरिदिइसक्यो भने चाहिँ यो एयरपोर्टका फोटोहरू खिचेर पनि पठाएको छ। म एयरपोर्ट गएर कुरियर गरिसकेँ भनेर फोटो पनि पठाइदिएको छ। ओके भनेर भने मैले। ठिक कुरियर गर्दाखेरि, डेलिभरी गर्दाखेरि $38 चाहिँ मैले यहाँ तिरिसकेको छु होइन। यो कुटनीतिज्ञहरूसँग म चाहिँ त्यो तिरिसकेको छु। अब तपाईँको देशमा चाहिँ अब केही रकम चाहिँ अब आवश्यक पर्न सक्छ, कुटनीतिज्ञ एजेन्टहरूले चाहिँ केही पैसा चाहिँ माग्न सक्छ, $100 जति भनेर भन्छ फेरि होइन। त्यो भनिसकेपछि मैले भने होइन, तपाईँले चाहिँ अब लाग्दैन भन्नुभएको थियो होइन, लाग्दैन भनिसकेपछि म चाहिँ त्यो पैसा तिर्न असमर्थ छु, किनकि मसँग पैसा छैन भनेर भने। मैले यहाँनिर लेखेको छु, यो रकमको लागि म असमर्थ छु किनकि मसँग पैसा छैन भने। उसले चाहिँ $100 भन्दा बढी हुने छैन। कुटनीतिज्ञहरू तपाईँलाई आगमनमा फोन गरेर तपाईँको देशमा भुक्तानी विधिको बारेमा जानकारी गराउनेछन्। भन्सारबाट प्याकेज क्लियरेन्स हुनु अघि र कुटनीतिज्ञहरूले तपाईँको ठेगानामा बक्स पुर्याउनु अघि डेलिभरी एजेन्टले तपाईँलाई सम्पर्क गर्दा कृपया उनीहरूको निर्देशन पालना गर्नुहोला भनेर भनेको छ। त्यो भनिसकेपछि मैले चाहिँ त्यही त्यो थाहा पाइसकेपछि अब चाहिँ यो चाहिँ पक्का पनि फेक हो, अब चाहिँ पैसा झार्नको लागि हो भनेर चाहिँ मैले अब खासै कुरा गरिनँ उसँग। कुरा नगरिसकेपछि लास्टमा चाहिँ पैसाका बक्सहरू पनि पठायो, प्याक गरेको बक्सहरू यो गरेको भिडियो यो पठाइसकेपछि मैले वास्ता बिस्ता गरेर मेसेज गर्नु बन्द गरिसकेपछि ऊ बिस्तारै आफ्नो ठाउँतिर लाग्यो, ऊ कायम भयो। ऊ चाहिँ अब सकिन्न भन्ने कुरा भयो होला नि त। यसरी चाहिँ अब लुटपाट गर्नेहरू धेरै नै छन्। अरू साथीहरू हेर्नुभयो तपाईँहरूले मेरो मोबाइलको स्क्रिन देखाइसकेको छु। यसरी चाहिँ धेरै मान्छेहरू ठगीमा परिसकेको छ। मलाई पनि ठग्ने प्रयास गर्दै थिए, किनकि मलाई थाहा छ अब चाहिँ डिजिटल युगमा पनि इन्टरनेटको माध्यमबाट चाहिँ धेरै मान्छेहरू ठगी परिसकेको छ भनेर चाहिँ अस्ति मात्रै एकजना दिदीको युट्युबमा भिडियो आएको थियो, इन्टरभ्यू आएको थियो। उसले चाहिँ ऋण निकालेर भए पनि 65,000 चाहिँ पैसा पठाइसकेको अथवा चाहिँ फसिसकेको एकजना दिदीको उताबाट चाहिँ आइफोनहरू डलरहरू पठाइदिएको छु, नेपालको चाहिँ धेरै हुन्छ पठाइदिइसकेको छु भनेर भनिसकेपछि उताबाट चाहिँ फोन आइसकेको रहेछ। फोन आइसकेपछि ल 65,000 डिपोजिट गर्नु, त्यसपछि तपाईँको सामान चाहिँ हामी त्यहीँ पठाइदिन्छौँ भनेर भनिदिएछन् होइन। त्यस्तै चाहिँ मलाई पनि भएको छ है। मेरो पनि त्यो मोबाइल स्क्रिन देखाइसकेको छ। एउटा यो स्क्रिन पनि हेर्नु होला, यो चाहिँ अब मेल आएको थियो मलाई
तपाईँको सामान यहाँ रिसिभ भएको छ 80,000 चाहिँ म देखाइरहेको छु 80,000 चाहिँ मलाई पठाइदिनु भनेर चाहिँ भन्ने छ कि त्यसपछि मैले चाहिँ वास्ता बिस्ता गरेन सुकेर गयो लुकेर गयो अब यसरी चाहिँ ठगीमा परिन्छ कोही कसै यसरी ठगीमा नपुरुन् भनेर भिडियो बनाएको छु जे जस्तो छ कस्तो छ कमेन्ट गरिदिनु होला साथीहरू है लाइक कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला यस्तै इन्फर्मेटिभ भिडियोहरू आयो भने म बनाउने जानेछु र अन्य भ्लगहरू पनि बनाउने छु साथ सहयोग चाहिँ दिनु होला है त नमस्ते।